नमस्कार, म राज मगरको तर्फबाट हजुरलाई धेरै धेरै स्वागत गर्न चाहन्छु र आजको विशेष एउटा मेरो चाहिँ न्यू भ्लग छ। त्यो चाहिँ कस्तो सम्बन्धी भन्दा एउटा चाहिँ रोमानियामा चाहिँ आउँदाको सुरुदेखि स्टार्टिङदेखि लिएर यहाँ आउनसम्म कति समय लाग्दो रहेछ, एप्लाईदेखि यहाँ आउनको लागि कति समय लाग्दो रहेछ भन्ने विषयमा एकजना हाम्रो भाइ हुनुहुन्छ, उहाँसँग सानो भलाकुसारी गर्दैछु र यो भिडियोले तपाईहरुलाई सबै नेपाली जो पनि रोमानियामा आउँदै हुनुहुन्छ उहाँहरुको लागि एकदमै राम्रो कुरा जस्तो लाग्छ र के कति समय लाग्दो रहेछ भन्ने विषयमा चाहिँ त्यही विषयमा चाहिँ यही भलाकुसारी गर्दैछौँ। त्यसको लागि ओके ल, अनि त्यस विषयमा अब भनौँ न, अब तपाईको रोमानियामा नेपालदेखि एप्लाई गरिसकेपछि र यहाँ आउनसम्म कति समय लाग्दो रहेछ भन्ने विषयमा चाहिँ एउटा स्पेशल भ्लग बनाएको छु र सो यो भ्लगले चाहिँ जति पनि नेपालमा बस्नुहुने जो कोही रोमानियामा आउन चाहनुहुन्छ उहाँहरुको लागि एकदमै फाइदाजनक भिडियो हो र मेरो भिडियोलाई लाइक, सब्स्क्राइब अनि शेयर चाहिँ गरिदिनु होला। हजुरहरुको मायाले म आजसम्म यो उसम्म पुगेको छु र तपाईहरुले माया गरिदिनुहुन्छ भन्ने पूर्ण आशाका साथ यो भिडियोलाई चाहिँ म अगाडि बढाउन चाहन्छु र हाम्रो भाइसँग भेटौँ है त। ल भाइ, के छ भाइको शुभ नाम? मेरो नाम चाहिँ सुनिल परियार है। सुनिल परियार, हजुर। अनि हजुर अहिले कुन देशमा हुनुहुन्छ? म अहिले रोमानियामा छु। रोमानियामा? हजुर। अनि कति भयो नि हजुर रोमानियामा एन्ट्री भएको? म आएको चाहिँ 2 तारिकमा हो। हजुर। अब आज 18 तारिक भनेपछि 15 दिन भयो भनौँ न। ए, अनि कस्तो लागिरहेछ त तपाईलाई चाहिँ रोमानिया चाहिँ? कस्तो लागिरहेछ? राम्रै लागिरहेछ, नेपाल जस्तो लागिरहेछ। नेपाल जस्तो? पहाड जस्तो। ए, ठिकै। अनि तपाईलाई एउटा कुरा सोध्न चाहे। भन्नु न। तपाई रोमानियामा हजुर एप्लाई जस्तै तपाईले रोमानियाको लागि भिजा एप्लाई गर्नुभयो, वर्क परमिट एप्लाई गर्नुभयो, मानौँ पहिलो प्रथम हामीले चाहिँ वर्क परमिट एप्लाई गर्नुपर्ने हुन्छ हैन? हजुर। त्यसको लागि चाहिँ तपाईको एप्लाई गरेको कति समय भित्रमा चाहिँ तपाईको चाहिँ वर्क परमिट आयो त नेपाल? त्यसै 2 महिना समथिङ। 2 महिनातिर भनौँ न, 2 महिना। अलि बेसरी बोल्नुस् है, यहाँ सुन्नु दर्शकहरुले सुन्नु है। कति? 2 महिना। 2 महिना दिमा वर्क परमिट निक्ल्यो एप्लाई गरेको। ए, भनेपछि तपाईको 2 महिनामा निक्लिसकेपछि अनि तपाईलाई त यहाँ रोमानिया आउन त धेरै टाइम लाग्यो कि कति समथिङ कति लाग्यो सुरुदेखि एप्लाईदेखि गरेदेखि र वर्क परमिट आइसकेपछि टोटली यहाँ तपाई सुरुदेखि अहिले अन्तिममा कति महिना लाग्यो त यो अन्तरालमा? 1 वर्ष जति भनौँ न। 1 वर्ष लाग्यो है। तर वर्क परमिट निक्लेर पनि तपाईको छिटो हुँदो रहेछ है हैन? त्यसको अब के गर्नुपर्छ त्यसको लागि? वर्क परमिट निक्लिसकेपछि के गर्नु पर्दो रहेछ? के गर्नु पर्दो रहेछ? वर्क परमिट निस्क्यो, त्यहाँबाट इन्डिया गयौँ, इन्टरभ्यू भेरिफाई गर्न, डकुमेन्ट दियौँ। हजुर। अनि भिजा लगायौँ, डकुमेन्ट दिएको कति 35 दिनभित्र भिजा आयो। ए, अनि त्यसको 1 महिना पछि चाहिँ आयौँ, 1-1.5 महिना, लगभग 35 दिन 1-1.5 महिना भनौँ न। अनि के तपाईलाई चाहिँ जस्तै तपाईको इन्डिया चाहिँ के सोध्दो रहेछ इन्टरभ्यूमा? के खास कुन क्वेसन सोध्दो रहेछ अब त्यो ठाउँमा? कुन कम्पनी जानु लाग्यो, हजुर, काम, यताउति स्यालेरी, नेट ग्रस डिटे स्यालेरी, अनि त्यहाँबाट अरू देश जाने कि नजाने। हजुर। त्यहाँबाट गएर के गर्ने, त्यहाँ गएर यताउति के को लागि जानु लाग्यो त्यस्तै। त्यसको लागि चाहिँ अब त्यो आफूले चाहिँ एउटा चाहिँ उनीहरूले सोध्ने क्वेसन चाहिँ यो हो, त्यसलाई चाहिँ आफूले कस्तो तरिकाले दिन चाहनुहुन्छ त तपाईको हातमा छ। अब तपाईको जस्तो तरिकाले तपाईले दिनुहुन्छ त्यस्तै तरिकाको तपाईको रिजन आउने त्यहाँ हैन र? तर क्वेसनहरु चाहिँ सोध्ने चाहिँ यही सोध्ने रहेछ। अनि वर्क एक्सपिरियन्स, कति वर्ष काम गर्यो, के गर्यो। ल, ठिक छ। अनि ठिकै छ, राम्रो छ। अहिले कस्तो कुन पोजिसनमा तपाईलाई चाहिँ अहिले चाहिँ काम पाइरहनु भएको छ? अहिले चाहिँ रोमानियामा चाहिँ कुन पोजिसनमा तपाईले काम गर्नु भएको छ त? अहिले त ठिकै छ, पिज्जामा छ। हजुर। ए, पिज्जा छैन? अनि ठिकै छ। अनि नेपालदेखि त डाइरेक्ट पिज्जा भनेर आउनु भएको कि एउटा चाहिँ सामान्य एउटा चाहिँ किचन हेल्पर भनेर आएको? किचनमै भनेर आएको। तर यहाँ आइसकेपछि किचनमा अब कुन ठाउँमा काम पर्छ भन्ने चाहिँ
थाहा हुँदैन यहाँको कम्पनी अनुसारले निर्णय गर्ने हो कुन ठाउँमा गर्ने भनेर। तर कोही कोही मान्छेहरू त अब नेपालदेखि स्किल सिकेर आएको मान्छेलाई त त्यस्तो होला, त्यस्तो दिन सक्छ होला, किन भन्दा जुन पोजिसन आएको त्यही पोजिसन दिन्छ। हामी त अब हामी हेल्परमा आइसकेपछि त हेल्पर भनेपछि त अब उनीहरूले अब के काममा लगाउँछ त्यसप्रति चाहिँ हुँदो रहेछ भन्ने रोमानियामा चाहिँ त्यस्तो हुँदो रहेछ होइन। र अनि कस्तो लागिरहेछ सिकाइ एउटा चाहिँ यो भाषाको कस्तो छ समस्या तपाईँलाई? भाषा त अलिक गाह्रै छ नि, इङ्ग्लिस चल्दैन, हल्का कम चल्छ भनौँ न, चल्छ तर त्यस्तो विधि थाहा नि नहुने, खालि यही हो हाम्रो रोमानियन भाषा, यहाँको लोकल भाषा चाहिँ अनिवार्य जान्नु पर्दो रहेछ। तर त्यो जानेन भने अलिकति गाह्रो हुँदो रहेछ, गाह्रो हुन्छ बोल्नलाई त्यति नै। ए ल ठिक छ, भनेपछि त्यही हो, अब राम्रोसँग सिक्नु होला तपाईँले। अब तपाईँको आगामी दिनहरू राम्रो हुँदै जाओस् होइन। तपाईँले अब रोमानियामा भर्खर पाइला टेक्नु भएको छ र तपाईँको आगामी फ्युचर राम्रो होस् भन्न चाहन्छु। र जो कोही नेपालबाट आउँदै हुनुहुन्छ तपाईँहरूले पनि राम्रोसँग एउटा चाहिँ अब राम्रो स्किल सिकेर आयो भने अझै राम्रो बेस्ट हुन्छ। छैन तपाईँहरूबाट हेल्परमा आउनुहुन्छ भने पनि यहाँ आइसकेपछि तपाईँलाई धेरै सिक्ने बाटाहरू पाउनुहुन्छ। त्यहाँ चाहिँ तपाईँहरूले ध्यान दिएर सिक्नुभयो भने चाहिँ तपाईँहरू एक दिन तपाईँको एकदम स्किलर लेभलमा गएर तपाईँले चाहिँ आफ्नो कला देखाउन सक्नुहुन्छ भन्न चाहन्छु। र अनि ठिक छ भाइ होइन, तपाईँको आइदिनु भयो, समय दिनुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। र ठिक छ, अब कुनै दिन समय आयो भने भेटौँला। र अब आउने नेपालीहरूको लागि के भन्नुहुन्छ तपाईँ? नेपाली साथीभाइको दाजुभाइ दिदीबहिनीहरूको लागि चाहिँ रोमानियामा के छ? जे भन्दा नि भाषा चाहिँ सिकेर आउनु होला, त्यही हो। भाषाले गर्दा अलिक गाह्रो हुन्छ, उनीहरूले के भन्छ आफू बुझ्दैन होइन। इङ्ग्लिस भनेर नि होइन, इन्टरभ्यूमा मात्र हो इङ्ग्लिस हुने, यहाँ आएपछि त चाहिने भनेको रोमानियन हो। यो इङ्ग्लिसले अलिक गाह्रै हुन्छ। ए ल हस् त, धन्यवाद तपाईँ सामु कुनै समयमा कुराकानी गरौँला ल। फेरि पनि हजुरलाई चाहिँ वेलकम छ मेरो ब्लगमा। म राज मगर है, माया गरिदिनु भएको छ, लाइक गरिदिनु भएको छ, कमेन्ट गरिदिनु भएको छ मेरो भिडियोमा, र हेरिदिनु भएको छ, त्यसको लागि थ्याङ्क यू सो मच। मेरो अल सब्सक्राइबर मेरो चाहिँ जतिजना हुनुहुन्छ मेरोमा सबैलाई हृदयदेखि धन्यवाद भन्न चाहन्छु। र आज मौसम राम्रो छ, अब अलिकति शीतल पनि छ, एउटा चाहिँ समर सुरु भयो। तपाईँहरू आएर यो ठाउँमा आएर घुम्न सक्नुहुन्छ, आनन्द लिन सक्नुहुन्छ। आफू एकान्त प्रिय भएर मान्छेलाई चाहिँ एउटा कामको तनाव, मेन्टली प्रेसर, टेन्सनको लागि चाहिँ तपाईँले यहाँ आएर टेन्सन फ्री भएर चाहिँ बस्न सक्नुहुन्छ, जस्तै म बसिरहेको छु है। ल बाँकी कुरा भाइले भनिसक्नु भएको छ। अब रोमानिया आउन चाहने दाजुभाइ दिदीबहिनी सबैले चाहिँ यो भिडियो हेरिदिनु होला। यो भिडियो हेरेर के छ प्रतिक्रिया तपाईँले पनि कमेन्ट बक्समा लेख्न सक्नुहुन्छ होइन। त्यसको म रिप्लाई दिने नै छु अवश्य भन्दै। अब आउनुहोस्, राम्रो छ। म पनि अब अलिकति आज चडक्क परेर चाहिँ आज मेरो बिदाको दिन पनि थियो र सो भाइलाई भेटेँ। भाइले चाहिँ एउटा अनुभव चाहिँ उहाँले बताइदिनु भयो, रोमानियामा आएको कसरी आएको, कति समय लाग्यो भन्ने विषयमा। जस उहाँसँग हामी दुई भाइले चाहिँ दुःख साट्न पाइयो, त्यसको लागि चाहिँ भाइलाई धेरै धेरै धन्यवाद होइन। हजुर, बाँकी मेरो भिडियो चाहिँ हेरिदिनु होला भन्न चाहन्छु प्लिज। यदि कोही नयाँ साथीले मेरो हजुरको मोबाइलमा मेरो भिडियो गएको छ, हजुरको मोबाइल खोल्दाखेरि सर र तपाईँको मेरो भिडियो गएको छ भने प्लिज त्यसलाई चाहिँ अगाडि नसारिकन एउटा लाइक, एउटा कमेन्ट, एउटा चाहिँ भिडियोको के छ प्रतिक्रिया चाहिँ तपाईँले दिनु होला र सब्सक्राइब अनिवार्य गरिदिनु होला भन्न चाहन्छु। तपाईँको एउटा सब्सक्राइबले चाहिँ यो राज मगरको चाहिँ अझै हौसला बढ्छ भन्न चाहन्छु। किन भन्दा हामी सहयोगी र सपोर्टिभ हुनुपर्छ। जिन्दगीमा मरिलानु केही नै छैन, वास्तवमा जिन्दगी यस्तै हो, खुसी हुनुपर्छ र अरूलाई पनि खुसी गराउनुपर्छ भन्ने मेरो चाहिँ धारणा हो भन्दै यो भिडियोलाई चाहिँ म अन्तिम गर्न चाहन्छु। र प्लिज नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्न नभुल्नु होला प्लिज। अब मेरा सब्सक्राइबर साथीहरूको लागि पनि मिठो माया, सम्झना अनि बाई बाई। ओके।